सुब्बा देउराली कहाँ छौँ अब हामी पुरिया पुग्न लाग्यौँ त्यो उता अर्का खाँचीतिर दाइलाई त हरि हिरो देखेछ यसमा त ल दाइ खाइदिनु हरियो हान्ने सुट हान्ने रहेछ दाइ सुट हान्ने रहेछ त ल फाइनली गाइज हामी चाहिँ यहाँ सुब्बा देउराली नजिक आइपुग्यौँ यहाँ चाहिँ यहाँदेखि चाहिँ हामीले चाहिँ यहाँ लाउरेलाई यहाँनिर यो लाउरेलाई भगवान्ले यहाँ भित्तामा चप्काइदिनु भएको हेलो वाट्सअप गाइज के सबैजनालाई वेलकम ब्याक टु माई च्यानल आज चाहिँ म धेरै लङ टाइम पछि आएँ होइन आज चाहिँ हामी चाहिँ स्पेसली अब सुब्बा देउराली जान लाग्यो होइन अब त्यसैले अब न्यू भ्लगको लागि चाहिँ हामी अब तयार गर्दैछौँ अब निस्किन लाग्यो हामी है ल है गाइज हामी चाहिँ निस्क्यौँ अब त्यहाँनिर सालजौनीमा बस्ने हो सालजौनीमा गएर दाइ आउनुहुन्छ दाइलाई कुर्ने है त गाइज ल वहीँ गएर बसौँला लेट्स गो चोर्न नपाउने नि त हैन कति टाटो भएको त हो यो अघि कति गर्मी ल जामै लेट्स गो पहिले चाहिँ देखिन्छ नि मैले पनि मिसिन नपाएर ल जाम मलाई बाहिर अघि हेरौँ जाम दिदी कसरी चल्नु त्यो गाडी यहाँ लक त्यहाँ कनेक्ट हुन्छ के ब्लुटुथ सिस्टम हो ओ पेट्रोल वाला हो ब्लुटुथ कनेक्ट हुन्छ के मोबाइलमा मोबाइल भयो नि स्टार्ट हुन्न एकदम हैन खै त अन्त के खतरा देखेछ यसले के भन्नु आफ्नो बाबालाई राइडर अरे सस्ता राइडर अरे ल ल जाम है ल जाम जाम चल हामी बनाएर
फाइनली गाइस हामी चाहिँ यहाँनिर गोरीसिङे आइपुग्यौँ। यो गोरीसिङेको ठेलाहरू लगाएको फलफुलहरू बेचेको फलफुल लिने हो। ल फाइनल गाइज हामी चाहिँ आज अहिले चाहिँ यहाँ रेस्ट हान्दैछौँ होइन। धन्न यहाँ चेकिङ परेर यहाँ 3 जना समाधान यार। रेस्ट 10 मिनटको लागि है। फाइनली हाम्रो 10 मिनट रेस्ट भइसक्यो। अब हामी निस्किसक्यौँ, पानी सानी खायौँ होइन। अब नास्ता सास्ता खानुहुन्न के अरे। अब लेट्स गो, वहीँ गएर भेटौँला है त गाइज, लेट्स गो। ल फाइनली गाइज हामी चाहिँ यहाँ सुपर देउराली नजिक आइपुग्यौँ। यहाँ चाहिँ यहाँदेखि चाहिँ हामीले चाहिँ यहाँ लाउरेलाई, यहाँनिर यो लाउरेलाई भगवान्ले यहाँ भित्तामा चप्काइदिनु भएको त्यो छाप चाहिँ अहिले हामीले हेरिरहेछौँ। अनि यताबाट चाहिँ हामी चाहिँ मन्दिरबाट माग गरेर उतादेखि भाग्दाखेरि यो लाउरेलाई चाहिँ यहाँ भित्तामा चप्काइदिनु भएको। हस् त, धन्यवाद गाइज। अहिले वहीँ गएर हामीले हेर्न सक्छौँ होइन। ल है त।
हाततिर नगर्नु कि बिस्तारै गर्नु यत्ले म फुटाल्छु टिकाहरू यहाँ छ यो पहिला उदो गरेर आउँदा छ कि यहाँ त्यो छ है बत्ती यहीँ बाल्नु छ पर्दैन भयो कि पर्दैन र फुल परेछ खै फुल झराल्दिनु उतै खै फुल परेको निकै यहाँ यसको फुल हुन्छ कि भित्र छुट्टै खै त त्यहाँ फाल्यो भने फाल्नु भयो पऱ्यो थियो राम्रो हो त्यस्तो भाग्यमान हुन्छ है ल दाइ फाइनली गाइज हामी चाहिँ अब यहाँ मन्दिरमा आइपुग्यौँ होइन मन्दिरमा आइपुगेर पूजासुजा गरेर अब नरिवल सम्रिन फुटालिसक्यौँ अब चाहिँ पूजासुजा गरेर निस्किने हो अब यो ध्वजा सजा चढाउने नरिवल फुटाल्ने ठाउँ अनि यता चाहिँ हामी चाहिँ यहाँदेखि भित्र छिर्ने हो यहाँभित्र चाहिँ हाम्रो माता हुनुहुन्छ उहाँभित्र चाहिँ भिडियो खिच्न दिनुहुन्न रहेछ पुलिसले त्यहाँनिर हाम्रो फेरि बजाऊ त यहाँको टिका चाहिँ खतरा हुँदो रहेछ हो